हेलो, गुड मॉर्निंग। मैं लाडेनला सिक्किम से सब ऑल ओवर वर्ल्ड ईद वालों को मेरी तरफ से ढेर सारी शुभकामनाएं। आप लोग का ईद अच्छा जाए, स्वस्थ रहे, मस्त रहे, आराम से मनाए और अच्छा अच्छा बनाकर खाइए, आराम से अच्छा से ईद मनाइए। ये मेरी शुभकामनाएं मेरी तरफ से। धन्यवाद। हेलो, गुड मर्निङ। अब चाहिँ म हल्का फुल्का खाना खाएको तपाईँहरूको पनि हल्का इन्टरटेनमेन्ट होस् भनेर मात्रै खाएको। तपाईँ पनि यसरी मजाले मुसमास पारेर सब्जी मिठो नभए पनि मजाले मुछेर खाइदिनुहोस्, हेल्दी रहनुहोस्। आजको दिन स्वस्थ मस्त होस्, यही मेरो शुभकामना छ। त्यही भन्दै खाना खाएँ। जे पाक्छ मिठो गरेर खानु, त्यही हो। अनि सिक्किममा पनि ईद मनाउनेहरूलाई या सिक्किममा पनि जति जति ईद मनाउनेहरू छ त्यसलाई पनि ढेर सारी शुभकामनाएं मेरो तर्फबाट। सिक्किममा पनि कतिजना छ ईद मनाउने जतिजना हुनुहुन्छ त्यो सबैलाई मेरो तर्फबाट ढेर सारी शुभकामनाएं। तपाईँहरू मिठो मिठो बनाएर खानुहोस्, राम्रो ईद मनाउनुहोस्। सबै नेपाली बुझ्नेहरू छ होला त, यहाँ त मुसलमानहरू पनि सबै ईद यो नेपाली बुझ्छ, तिनीहरूलाई पनि सबैलाई शुभकामनाएं मेरो तर्फबाट। तपाईँहरूलाई धेरै धेरै शुभकामना। तपाईँहरू राम्रो ईद मनाउनुहोस्। त्यही भन्नु म चाहिँ खाना खाँदै बोलेको, त्यसमा माइन्ड नगर्नु होला। हिन्दीबाट पनि अलिकति मैले सबैलाई जानी नजानी पनि शुभकामना दिएँ। अब सिक्किमकोहरू त प्रायः सबैले बुझ्छ, जातभात छुटाउनु हुँदैन। जस्तो भए मिलेर गरी खानुपर्छ, मिल्नुपर्छ। एक दिन मरेर जानु छ, केही लानु पनि छैन हो। मिठो मिठो बनायो, खायो, इन्जोय गर्यो, इन्टरटेनमेन्ट गर्यो, त्यति नै हो जिन्दगीमा। त्यसले गर्दा स्वस्थ बस्नुपर्छ, मस्त बस्नुपर्छ, खुसी बस्नुपर्छ, सबैसँग मिलेर बस्नुपर्छ, मिठो मिठो बनाएर खानुपर्छ। त्यही हो मेरो चाहिँ। आज चाहिँ खाइसकेँ। अब सबैले शुभकामना दिँदै, सबैले त के ईद मनाउनेहरूलाई मात्रै ईद मनाउने हो। अब दसैँ आज ईद मात्रै हो, ईद मनाउनेलाई चाहिँ शुभकामना दिँदै यतिमै मैले खाना सकेँ। सबैको दिन शुभ होस्, ईद नमनाउनेहरूको दिन शुभ होस्, नमनाउनेहरूको पनि दिन राम्रो होस्, सुख शान्ति होस्। त्यही भन्दै म राखेँ। धन्यवाद।